भन्ने ठहर भइसकेपछि अब अहिले हामी चाहिँ वास्तवमा तर दुवैको उद्देश्य चाहिँ विद्यालयलाई सुधार गर्ने, विद्यालयको गुणस्तरीय बढाउने, त्यो विद्यालयलाई चाहिँ नि हाम्रो विद्यालय राम्रो विद्यालय बनाउने उद्देश्य हो दुईटैको। तर एकले अर्कालाई किन भन्छ 272वटा सामुदायिक विद्यालयहरू छ, यहाँ चाहिँ नि सबै सरकारी लगानी हुन्छ, राज्यको लगानी हुन्छ, हाम्रो जनताको चाहिँ नि करबाट यो विद्यालय चलिरहेको छ, तर हामीले किन राम्रो गर्न सकेनौँ भन्ने हामीलाई चिन्ता लाग्यो। र विद्यालय व्यवस्थापन समितिहरूको जम्मा हामीले 20-25 जना बोलाएका छौँ। यस्ता देशभरि हिसाब गर्दाखेरि हाम्रो 75 जिल्लामा हिसाब गर्दाखेरि विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू हुनुहुन्छ। बुझ्नुपर्छ आफूले हामीले 4-5 त्यहाँको विद्यालय व्यवस्थापन समितिलाई तालिम चलाउँदाखेरि मलाई यस्तो अनुभव भयो, यति आनन्द। विद्यालय व्यवस्थापन समिति महासङ्घबाट कृष्ण थापा सर, देवीबाट धन्यवाद। खास करके अपने कई में राजनीतिक कार्यकर्ता विभिन्न दल के नेता समिति का 20-25 जना बोलाएका छौँ। यस्ता देशभरि हिसाब गर्दाखेरि हाम्रो 75 जिल्लामा हिसाब गर्दाखेरि